हेलो गुड मर्निङ फेरि पनि यो तपाईलाई नयाँ भिडियोमा वेलकम यु अल माई भ्युअर्स। आज विशेष गरी हामी धानबारी भन्ने ठाउँमा एउटा ग्राउन्ड छ, त्यहाँनिर हामी आज हाम्रो सबै यावचीहरू, हाम्रो क्लबको मेम्बर्सहरू है, हाम्रो अरू फ्रेन्ड्सहरू हामी मिलिकन आज क्रिकेट खेल्न हामी गइरहेको छौँ। अनि म चाहिँ अब घरबाट निस्केँ, साथीहरू चाहिँ तल आइसकेको छ भन्ने कुरा आएको छ, म रेडी भइरहेको छु, अब जाँदैछु म। हुन्छ, किप वाचिङ माई भिडियो। तपाईँलाई म देखाउने छु आजको ग्राउन्ड कस्तो हुने रहेछ, को साथीहरू जाने रहेछ। सो किप वाचिङ माई भिडियो। अब म यहाँबाट लागिरहेको छु। यहाँ साथीभाइहरू भेला भइसकेको छ अनि कोही आइरहेको छ अनि उहाँलाई पर्खिरहेको छौँ। ह्याप्पी होली सेल्युटको साथ आज चाहिँ हामी यहाँ मैले क्लबको सम्पूर्ण मेम्बर अनि हाम्रो मनहरू र हामी होलीको दिनमा एउटा अकेजन मिलाएर चाहिँ होइन क्रिकेट खेल्न जाँदैछौँ। धानबारीको हाम्रो अति आदरणीय टिम दोस्तहरूसँग आज हाम्रो बिट म्याच, फ्रेन्डली म्याच रहेको छ। विशेष गरेर अकेजनमै पारेर बेङखाम्दोङबाटै जाने छ ठ्याक्कै। साफ एडभाइजरसँग मेम्बरहरू सबैजना एकदम रमाइलो गर्नु छ जिन्दगीमा। किनकि कुनै कुराको चाहिँ केही उयो हुँदैन नि त होइन, मतलब पर्फेक्ट यो हो त्यो भन्ने कुरा हुँदैन हो, कुनै व्यक्ति पनि हुन्छ। सो लेट्स इन्जोय एन्ड लिभ अ लाइफ विथ ह्याप्पीली एन्ड हुन्छ। अब हामी यहाँबाट प्रोसिड गरिसकेका छौँ। अब केही क्षणमा हामी धानबारी ग्राउन्डमा पुगिकन आज हामी खेल्नेछौँ। अनि मेरो साथमा हाम्रो छुवा हुनुहुन्छ, अरबी अमल भाइ, अनि यहाँनिर हुनुहुन्छ सङ्गीत भाइ। कोही साथीहरू अगाडि गइसकेको छ, कोही आउँदैछ, अनि हामी लगातार अगाडि बढिरहेको छौँ। क्रिकेट चाहिँ खेल्नु गएको अब माथि चाहिँ सपोजली हाम्रो अपोनेन्ट आएन भने वक ओभर होइन अरे हाम्रै उयोहरू टिम पुग्छ कि, अन्त 2000 भनेर चाहिँ खेलाउनु पर्छ। लु 2000 ठिकै हो, 2000 तर खेलिसकेपछि दिने कुरा छैन है, किनकि त्यो जोसको लागि भए पनि पैसाको जोसमा खेल्छ केटा। 2000 भने चाहिँ मजाले खेल्छ नि त है, खेल्छ नि। अनि म यो प्लानिङ अब हाम्रो प्लानिङ चाहिँ ओके गाइस। अब हम लोग अहिले हाम्रो यहाँनिर सोनामती मेमोरियल सिनियर सेकेन्डरी स्कुलको अगाडि हामी पुगिसकेका छौँ। यु क्यान सी द गेट ओभर हियर। अब हामी आइपुगेका छौँ। यो हाम्रो मेन वेलाई हामी छोडेर यहाँबाट गयो भने तपाईँ गान्तोक देख्छु अनि तपाईँले नर्थ सिक्किम जान सक्नुहुन्छ। अब हामी यता लागेका छौँ, हामी पुग्नु लागिसकेका छौँ। हामी धानबारी प्रवेश गरिसकेका छौँ। सो यहाँ देख्न सक्नुहुन्छ तपाईँले एकदम ग्रामीण इलाका छ, घरहरू यहाँनिर एकदम कम्ती मात्रामा छ। एन्डिङ हो, एन्डिङ हो। ओके, यो चाहिँ एन्डिङ हो। यो चाहिँ एन्डिङ रहेछ। अब यहाँबाट हिँड्नुपर्ने अवस्था छ। Maybe after traveling half an hour automatically we reach over here in this place. So from here we have to walk. So almost maybe it will take 10 minutes to reach that place. Down this side we have to go. So keep watching my video guys. साथीहरू यहाँ आइसक्नु भएको छ, अनि गाडीहरू पार्क गर्नुहुँदैछ। सो कोही अरू तल आउँदैछ। अब भने सबैजना साथीभाइहरू भेला भइसकेको छौँ। सो यहाँनिर हाम्रो 4टा गाडी, 2टा बाइक र एउटा स्कुटी छ।
साउन्ड सिस्टम पनि हामीले आज क्यारी गरेको छौँ सो नाउ वी आर हेडिङ दिस साइड बाख्रा पालन गरेको छु यहाँनिर रबिन भानिस आउनुहुँदैछ आज भानिसलाई कस्तो मजा आउँदैछ है आज एकदम एक्साइटेड छ कहिले ग्राउन्ड पुगेर चाहिँ अब म्याच स्टार्ट गरौँ भनेर त्यही त यहाँ एक्साइटेड भएर जाँदैछौँ हामी पछाडि आउँदैछ साथीभाइहरू सो यहाँबाट कति समय लाग्छ भने तपाईँ आउनुभएको पहिले यहाँ फर्स्ट टाइम हुनुले गर्दाखेरि चाहिँ मलाई त्यति अनुभव छैन कि त्यही भएर कहिले पुगेर चाहिँ त्यो ग्राउन्ड यस्तो त्यो कतिजनाले भन्छ नि क्या ग्राउन्डमा चाहिँ यस्तो बिचमा चाहिँ यस्तो दामी नै पिच छ अरे कुरा चाहिँ सुन्नु भएको है पुरा दुबो छ अरे भन्ने कुराहरू पहिला जान्ने साथीहरूले भन्दै थियो कि त्यसै कारण चाहिँ कहिले पुगेर चाहिँ हतार उदास छ हामीहरू लु लागिरहेको छ घरको भित्तै भित्ता यहाँ हुन्छ मेरो भाइ विशाल ओके क्रिकेट खेल्नु लागि जानेछु यसो रमाइलो गर्दै बुबुहरूसँग मजा आउँदैछ मजा हजुर पहिला आएको भाइ त पहिला एकपल्ट हो आजसँग दुईपल्ट ए दामी छ जग्गा राम्रो छ बुवा अब हामी कति जस्तो हिँड्नुपर्छ यहाँबाट चाहिँ अब हामीहरू अब आइपुग्नु आँटे बुवा अब 5 मिनट जस्तो बुवा ए है तर मजाको छ मजाको जग्गा छ इन्जोय गर्ने जग्गा छ रिफ्रेसमेन्ट हुने जग्गा छ ओके हल्का रमाइलो गर्ने जग्गा पनि छ अब रिट्रिट हामीले नयाँ ऊर्जा मिल्छ अवश्य त्यहाँ पुगेर हामी खेल्नेछौँ कुद्नेछौँ बातचित गर्नेछौँ डान्स गर्नेछौँ विशेष गरी हाम्रो आज मेन फोकस चाहिँ के छ भने वी आर गोइङ टु प्ले द क्रिकेट विथ सम अदर्स ओपोनेन्ट अफ दिस आई थिङ्क दे आर बिलोङ फ्रम दिस भिलेज हुन्छ इट्स ओके रोटोडेन्ड्रोन यहाँनिर फुलिरहेको छ है दामी यो एकदम अल्टिट्युड चाहिँ निकै हाई छ भनेर बुझ्न सकिन्छ किनभने रोटोडेन्ड्रोन चाहिँ त्यसको अलिकति फुल्ने जग्गा चाहिँ अलिकति त्यसको अल्टिट्युड चाहिँ निकै हाइटमै फुल्छ अनि यहाँले देख्नुभयो यहाँनिर अलिकति हाइट छ भनेर यो कुरा हामी सङ्केत गरिरहेको छ सो अगाडि पनि धेरै रोटोडेन्ड्रोन भेट्छ भन्ने पूर्ण आशा पनि राख्दछु लगातार हाम्रो यात्रा जारी छ लगभग अलमोस्ट 10 आवर्स हाम्रो वर्क भइसक्यो स्टिल 5 minutes I think I have to walk so you can see this type of house will form cardamom orchard large cardamom भन्छ यसलाई एमोमम सुबुलाटम भन्छ यसका साइन्टिफिक नाम चाहिँ देख्न सक्नुहुन्छ तपाईँहरूले यी हाम्रो साथीभाइहरू गइरहेको छ पछिमा आइराख्नु भएको छ त्यस्तो ठुलो त छैन र पुग्यौँ हामी हजुर हेलो ल धुवा पारौँ धुवा ल ओपोनेन्ट्स गएको छ अल्बर्ट अनि बुदिकल छ 16 ओभरको सो 10 players were playing first ball yeah round is I think 14 last of 4 wicket Okay, damn really 5th over ko first ball भयो but the run is very less in 14 last of 4 wicket so for the best you know about the sheet over yeah हाम्रो अब लास्ट म्यान आउँदैछ है सो
अब लास्ट म्यान छ यो 9 ओभर रनिङमै अलमोस्ट all wicket fall down, so this is last man, but the overs still 7 more overs left. आजको खेल एकदमै राम्रो भएन, रोमाञ्चक भएन अनि एकदमै कम्ती रन छ। मेबी नेक्स्ट पनि खेल्नु पर्ला जस्तो भइरहेछ। टोटल चाहिँ 40 आई थिंक 43, सो 44 इज द टार्गेट। सो अलाउड भयो कतिमा भने अलमोस्ट 12 ओभर रनिङमा। ओके, दिस इज फर्स्ट ओभर, सो सेकेन्ड इनिङ। ओके, स्योर स्योर। We lost the first match and now we are going to begin second match over here. But are you match, huh? What is the reason for that? Today we lost first match. We're going to play second match. Batting, bowling pitch रहेछ कि ब्याटिङ चाहिँ अलिक साह्रै पर्दो रहेछ। I think target was very less. That's the main reason. That's why we lost the first match. Anyway, हाम्रो फेरि फिल्डिङमा क्याच थियो नि त, त्यो पनि मिस गर्यो अलिकति मिस गर्यो। the catch miss भयो। 2-3टा क्याच मिस अनि गर्यो। एक्स्ट्रा ज्यादा गयो यसलाई। एक्स्ट्रा त आम्मामा 16 ओभरको खेलेको हैन, 25 ओभर पो भयो त। एक्स्ट्रा जसलाई छोड्यो त। अब चाहिँ राम्रो खेल्नु है ल। यो जुन चाहिँ देख्नुभएको छ, this is Fambong Wildlife Sanctuary, and over there you will find the nursery, government nursery. So this is a small ground over here. So as per the local, I got to know from the local, this was a small lake before. I think it was 15 years ago, but now it's become a small ground, so we can play over here. It's become playground for the locals. हामी क्रिकेट खेल्दै गर्दा ग्राउन्डको छेउमा एउटा चिल है यो आइकिन त्यहाँ बस्यो, अनि त्यसलाई मैले भिडियो सुट पनि गरेँ, तर एकछिनमा उडेर गइहाल्यो त्यहाँ। वनभात भाषा पानी पर्नु सुरु भएको त हौ। हट पानी पऱ्यो खाइसक्यो हट तेरिका। खाँदै गरी हजुर कोही छैन त, केही छैन। टाइम सक्नु लाग्यो। अब हामी खाना खान लागिसक्यौँ, कतिले खायो कति खाँदैछ। हल्का बम हो जाजु हाम्रो होलीको उयसमा। ए 8 ओभर रनिङ हैन 9 ओभर रनिङ। What a shot, man! What a shot! 89. यहाँनिर यो रोटोडेन्ड्रनको नर्सरी रहेछ। यहाँ रोटोडेन्ड्रन फुलिरहेको रहेछ। हामी पहिला यस्तो खाने गर्थ्यौँ। यसो दबाई पनि हुन्छ अरे यो। को नर्सरी अनि यहीँ फुलिरहेको रहेछ। यसलाई देखाउन चाहन्छु। यो मुनि हेर है,
लो 5 बल्दा रहेछ अब हाम्रो ओपोनेन्ट गइरहेछ आफ्नो घरतर्फ कन्टिन्यू खेलिरहेको छ हामीहरू यहाँनिर के छ भन्नु अब हामी अन्तिम चरणमा आइसकेको छ आजको कार्यक्रममा सो मेरो साथमा आरबी साथी हुनुहुन्छ म उहाँलाई केही सोध्न चाहन्छु सो साथी आजको के भयो कस्तो भयो आजको खेला आजको खेला एकदमै आजको खेला एकदमै रमाइलो मजा आयो एक्ज्याक्टली लोकेसन चाहिँ यो पाटुक मतलब के अरे लिङ्गेबाट हुँदै आएर धानबारी धानबारी एउटा नर्सरी छ यो ओपन ल्यान्ड रहेछ दामी ग्राउन्ड यति मजा छ साह्रै मजा आयो यहाँको साथीसँग खेल्नु एकदमै मजा हो एकदम दुईवटा म्याच खेल्यौँ दुईवटै म्याच तर हामीले जित्यौँ हो साथीहरूले म्याच पनि खेल्नु सक्यो हो मजा आयो खुसी लाग्यो नेक्स्ट टाइम पनि ओके यहाँले सुनिहाल्नु भयो आजको म्याच हामी दुईटै म्याच हारेर पुग्यौँ अन्त हार्यौँ हामी कति हजार रुपियाँ हाम्रो बिट थियो दुईटै बिटमा हामी हारेको कारणले गर्दा अलिअलि निराशा छौँ अनि तर पनि केही छैन आजको दिन राम्रोसँग हामीले बिताउन सक्यौँ यो ठाउँमा आएर फेरि पनि हामी आउने यस ठाउँमा आउने हामी सोच गरिरहेको छौँ अर्को पालि पनि आउने अनि यो देखिरहनु भएको छ यो पहाड चाहिँ यो पहाड चाहिँ यो पहाड आफ्नो हाम्रो वाइल्ड लाइफ सेन्चुरी को अन्डरमा आउँछ अनि यो चाहिँ अब भनौँ यो ठाउँमा आउनु रेस्ट्रिक्सन छ एक्चुअली अब हेर्नु हो भने तर पनि हामी यहाँनिर गाउँलेहरू आएर यहाँ खेल्न भने यहाँ सकिँदो रहेछ लु अब हामी वापस जाँदैछौँ